पाटनको बासिन्दाहरू प्रत्येक वर्ष वर्षयाम सुरु हुनुभन्दा अघि मच्छिन्द्रनाथको रथ तान्ने गर्छन्। मच्छिन्द्रनाथको भोटो जात्रा मनाइरहँदा के तपाईलाई थाहा छ, हरेक वर्ष सार्वजनिक प्रदर्शन गरिने यो भोटो कसको हो? कसरी यो भोटो रातो मच्छिन्द्रनाथको संस्कृतिसँग जोडिनु पुग्यो? स्वागत छ सबैजनालाई। आज हामी काठमाडौँ उपत्यकामा मनाइने रातो मच्छिन्द्रनाथको भोटो जात्राको बारे चर्चा गरी हेरौँ। भोटो जात्रा सुरु भएको एकिन तिथि मिति अहिलेसम्म पत्ता नलागे पनि मच्छिन्द्रनाथको जात्रा भने करिब 1300 वर्ष अघि ललितपुरमा शासन गरेका राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाइने गरिएको इतिहास छ। करुणामय मच्छिन्द्रनाथको रथ तानेर भोटो देखाउने परम्परामा एक किंवदन्ती अनुसार राजा नरेन्द्र देवको पालामा काठमाडौँ उपत्यकामा भयङ्कर ठुलो अनिकाल लागेछ। एक समय नेपाल मण्डलमा गुरु गोरखनाथ भिक्षा माग्दै हिँडेका थिए, तर कसैले एक मुठी अन्न पनि भिक्षा नदिएपछि उनलाई ज्यादै रिस उठेछ। त्यसपछि उनले आफ्नो साधनाको बलमा यहाँको सम्पूर्ण नागलाई बसमा लिए र तिनै नागहरूमाथि आसन जमाएर तपमा लीन भए। वर्षको देवता मानिने नाग नै गोरखनाथको बसमा परेपछि काठमाडौँ उपत्यकामा पानी परेनन्, अनिकाल लाग्यो। लामो समय अन्नको एक दाना नफलेपछि जनता भोक भोकै मर्न थाले। यो समस्याबाट त्राण पाउन कान्तिपुरका बौद्ध तान्त्रिक आचार्य बन्धुदत्तले भारतको आसाम स्थित कामारू कामाख्या पीठबाट सहकालका देवता मानिने मच्छिन्द्रनाथलाई ल्याउनु पर्ने सुझाव दिए। गुरु गोरखनाथ आफ्नो तपबाट नउठेसम्म नागहरू मुक्त हुँदैनन्, नागहरू मुक्त नभएसम्म पानी पर्दैनन्। उनले राजा नरेन्द्र देवलाई भने, गोरखनाथलाई तपबाट उठाउनु भनेको हामी कसैको बुतामा छैन, यो काम एकजनाले मात्र गर्न सक्छ। कामारू कामाख्या पीठका मच्छिन्द्रनाथ। मच्छिन्द्रनाथ भनेको गोरखनाथका गुरु हुन्। गुरुलाई अगाडि देखेपछि गोरखनाथ उनको दर्शन गर्न उठ्नेछन्। जैसे गोरखनाथ आसनबाट उठ्छन्, उनको बसमा रहेको नागहरू मुक्त हुन्छन् र पानी पर्छ। आचार्य बन्धुदत्तको सुझाव सबैले चित्त बुझ्यो। त्यसपछि भक्तपुरका राजा नरेन्द्र देव, कान्तिपुरका ख्याति कमाएका तान्त्रिक आचार्य बन्धुदत्त र ललितपुरका ज्यापु किसान रथचक्र ललित तीनजना मिलेर आसामको कामारू कामाख्या गई करुणामय मच्छिन्द्रनाथलाई तान्त्रिक विधि लगाई भमरा बनाई अष्टमङ्गल कलशमा हालेर नेपाल ल्याइयो। आफ्नो गुरु करुणामय मच्छिन्द्रनाथलाई अगाडि देखेपछि गोरखनाथ गुरुको दर्शनको लागि उठेर जाने क्रममा नागहरू मुक्त भएर नेपाल मण्डलमा वर्ष हुन थाल्यो। त्यस बेला मच्छिन्द्रनाथले काठमाडौँ उपत्यका आएर 12 वर्ष लामो अनिकालबाट मुक्त गरेको सम्मान स्वरूप रथ यात्रा चलाएको किंवदन्ती रहेको छ। त्यसैले मच्छिन्द्रनाथलाई वर्ष र सहकालको देवता मानिन्छ। नेपाल ल्याउने क्रममा राक्षसकुलमा जन्मेका राक्षस राजका 100 जना पुत्रहरूमध्ये सबैभन्दा कान्छो मच्छिन्द्रनाथलाई नेपाल ल्याउन आमाले बाधा अवरोध गरी आफ्नो केस फिजाई बाटो रोकिराखेकोमा तान्त्रिक गुरु बन्धुदत्तले मन्त्र गरेपछि मच्छिन्द्रनाथले बिस्तारै आमाको केस हटाई निस्किने क्रममा एउटा केस पाउले छोएकोले मच्छिन्द्रनाथको पाउमा चोट लागेको भन्दै आजसम्म पाउमा चाँदीको बट्टाले छोप्ने गरेको पाइन्छ। यही किंवदन्तीको आधारमा हालसम्म पनि मच्छिन्द्रनाथको मूर्तिलाई रथमा मात्र राखी यात्रा गर्ने परम्परा छ। यस जात्रा हेर्न काठमाडौँ उपत्यकाका तीनै सहर ललितपुर, भक्तपुर, काठमाडौँबाट श्रद्धालु भक्तजनहरू पाटन आउने चलन छ। भगवान मच्छिन्द्रनाथको भोटो जात्राको दर्शन गर्नाले परिवारमा सुख शान्ति छाउने जनविश्वास रहेको छ। रातो मच्छिन्द्रनाथलाई बौद्ध धर्मीले पञ्चबुद्ध मध्येको चौथो बुद्ध पद्मपानी लोकेश्वर, हिन्दूले ऐतिहासिक रत्न
करुणामयको रूपमा पुज्ने गरिन्छ। किम्वदन्ती अनुसार मच्छिन्द्रनाथको यात्रा सुरु भइसकेपछि भोटो देखाउने जात्राको परम्परा सुरु भएको हो। भोटो जात्रालाई 800 वर्ष अघिसम्म जावला खेल जात्रा भनिन्थ्यो। परपूर्व कालमा काठमाडौँ उपत्यकामा रहेको टौदह तालमा नाग राजा कर्कोटक र नाग रानी आफ्नो दरबारमा खुसीको साथ रहनुहुन्थ्यो। एक दिन बिहानै नाग रानीको आँखा अचानक बिरामी भयो र उनी पीडाले छटपिटिनु थाल्यो। नाग रानीको पीडा देखेर नाग राजा कर्कोटक दुखी हुँदै आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एकजना ज्यापु वैद्य रहेको कुरा थाहा पायो। कर्कोटक नाग राजा त्यस ज्यापु वैद्यकोमा जानुभयो र आफ्नो नाग रानीको आँखाको उपचार गरिदिनु हुन ज्यापु वैद्यलाई बिन्ती बिसाए। ज्यापु वैद्यले पनि हुन्छ भनी खुसीको साथ स्वीकारेर दुवैजना टौदह पुगे। वैद्यले नाग रानीको आँखा हेर्यो र तुरुन्तै जडीबुटीको मलम बनाएर लगाइदिए। मलम लगाउने बित्तिकै नाग रानीको आँखा निको भयो। वैद्य ज्यापुले उपचार गरी निको तुलाएको देखेर नाग राजा निकै खुसी भएर अनेक पुरस्कार दिए। सो पुरस्कारमा अनेक किसिमका मणि जडेका झलझल झल्किने एउटा कालो भोटो पनि थियो। त्यो झलझल झल्किने भोटो आफू जहाँ गए पनि लगाएर ज्यापु वैद्य ढल्किँदै हिँड्थे। ज्यापुको यति राम्रो भोटो देखेर एकजना लाखे भूतलाई पनि लोभ लाग्यो र ऊ लुकेर ज्यापुको पिछा गर्न थाल्यो। एक दिन चर्को घाम लागेको थियो। ज्यापुलाई धेरै गर्मी भयो। ज्यापुले भोटो फुकालेर खेतको आलीको डिलमा राखी खेत खन्न थालेपछि लाखे भूतले त्यो भोटो सुटुक्क चोरेर लग्यो। हस्याङ फस्याङ गर्दै ज्यापु वैद्य लाखेको पछि लागे, तर उनले लाखेलाई समात्न सकेनन्। आफूले उपहार स्वरूप पाएको भोटो लाखेले मौका छोपी चोरेर लगेपछि दुखी भएर वैद्य घर फर्क्यो। पाटनमा त्यस अघि मच्छिन्द्रनाथको रथ तान्ने मात्र चलन थियो। यस समय मच्छिन्द्रनाथको रथ तानेर जाउला खेल आइपुग्दा उपत्यकावासी र लाखे भूत प्रेतहरू पनि जात्रा हेर्न आउँथे। त्यो भोटो चोर्ने लाखे पनि जात्रामा आउँछ कि भनेर वैद्य त्यहाँ आइपुगे। नभन्दै आफ्नो झलझली झल्केको भोटो लगाएर लाखे झिल्के भएर जात्रा हेर्न आएको रहेछ। त्यो लाखे झिलिक्क देखिएर मिलिक्क हराउँथे। बल्ल तल्ल वैद्यले पछाडिबाट लाखेको पाखुरामा च्याप्प समाते। वैद्यले लाखेसँग आफ्नो भोटो मागे। लाखेले दिन्न भने। दुवै बीच ठुलो झगडा भयो। राजा गुणकामदेव पनि मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न मेलामा आएका थिए। राजा गुणकामदेवले वैद्य र लाखेको झगडा देखेर दुवैजनालाई आफ्नो अगाडि हाजिर हुन आदेश दिए। राजाले दुवैजनासँग झगडा हुनुको कारण सोध्यो। वैद्यले राजा सामु भन्यो, महाराज, मलाई नाग राजा कर्कोटकले दिएको भोटो यसले चोर्यो। यो भोटो मेरो हो। लाखेले भन्यो, महाराज, यो भोटो मैले मकैबारीमा पाएको। यो भोटो मेरै हो। राजा सामु बतायो। राजा गुणकामदेव न्यायी र धर्मात्मा राजा थिए। दुवै पक्षको कुरा सुनेपछि राजाले भन्नुभयो, जसले यो भोटोको साँची ल्याउन सक्छ उसलाई नै भोटो दिने। अहिले यो भोटो निर्णय नहुन्जेलसम्म नासोको रूपमा मच्छिन्द्रनाथको जिम्मामा राखिदिने भन्दै राजा गुणकामदेवले भगवान मच्छिन्द्रनाथको पुजारीको जिम्मामा भोटो दिनुभयो। निर्णय नहुन्जेलसम्म यो भोटो नासोको रूपमा राखिदिनु भन्नुभयो। चिन्तित वैद्य प्रमाणका लागि टौदहमा पुगेर नाग राजा कर्कोटकलाई भेटेर सबै कुरा सुनाए। साँचीको लागि आउन बिन्ती चढाए। नाग राजाले पनि हुन्छ भनी आफू मान्छेको रूप लिई सेतो लुगा लगाएर मच्छिन्द्रनाथ जात्रामा साँची बन्न आउने कुरा बताए। म आउँदा हुडी चल्नेछ। म अरूभन्दा अग्लो पनि देखिनेछु, तर तपाईँले मलाई चिन्नु पर्नेछ। त्यस समय
जावलाखेलमा मच्छेन्द्रनाथको रथ आइपुगेको 3 दिन भएको थियो। जात्राको अन्तिम दिन भएकाले मानिसहरूको ठुलो भिड थियो। वैद पनि भोटो पाउने आशा लिएर बेलैमा जात्रामा पुग्यो। राजा गुणकामदेव पनि जात्रामा आइसक्नु भएको थियो। त्यस समय एकछिन हावाहुरी चल्यो, तर वैदले मान्छेको ठुलो हुलमा कटकटक नाकलाई थम्याउन सकेनन्। साँझसम्म पनि त्यो भोटो लिन कोही पनि आएनन्। त्यसपछि राजा गुणकामदेवले यो भोटो कसको हो भनी भगवान मच्छेन्द्रनाथका रथका चारै कुनाबाट भोटो देखाउने आज्ञा दिए। तर साँची प्रमाणसहित त्यो भोटो लिन कोही पनि आएनन्। त्यस बेलादेखि नै आजसम्म प्रत्येक वर्ष त्यो भोटो यसरी नै देखाउने चलन रहेको छ। काठमाडौँ उपत्यकामै सबभन्दा लामो समय चल्ने रातो मच्छेन्द्रनाथ रथ यात्रा पाटन पुल्चोकबाट सुरु भई मङ्गलबजार, सुनधारा, लगनखेल, कुमारीपाटी हुँदै अन्तिम दिन जावलाखेलमा भोटो प्रदर्शनसँगै जात्रा सकिन्छ। भोटो जात्रा सकिएपछि मच्छेन्द्रनाथलाई खाटमा राखेर बुङ्गमती लगिन्छ। 12 वर्षमा एक पटक भने बुङ्गमतीबाटै रथबाटै तानेर ल्याइन्छ र रथमै राखेर त्यहीँ लगिन्छ। त्यस बेला भने 2 पटक भोटो देखाइन्छ, जावलाखेल र बुङ्गमतीमा। रातो मच्छेन्द्रनाथलाई 6 महिना पाटन र 6 महिना बुङ्गमतीमा राखिने चलन छ। बुङ्गमतीमा रहेको मच्छेन्द्रनाथको मन्दिर 4औं शताब्दीतिर निर्माण भएको हो। जीर्ण उद्धारमा रहेको मन्दिर पुनः शिखर शैलीमा बनाएको छ। वैशाख शुक्ल प्रतिपदामा रथ तानेर सुरु गरिने जात्राको अन्त्य असार चौथीमा गुठी संस्थानका प्रमुखबाट राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएर विधिवत सम्पन्न गरिन्छ। जात्रामा भोटो देखाउने उत्सव अत्यन्तै छोटो हुन्छ। यो प्राय साँझतिर सुरु हुन्छ। रातो कपडाबाट भोटो झिकेर सबभन्दा पहिले मच्छेन्द्रनाथलाई देखाइन्छ। त्यसपछि राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई देखाइन्छ अनि रथ वरिपरि घुमेर चारै दिशामा पालै पालो गुठी संस्थानका प्रमुखले यो भोटो कसको हो भनी देखाउने गर्छन्। कसैले सब प्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिँदै आएको छ।